साथीहरू मेरो भिडियोमा एउटाले कमेन्ट गरेर सुदन गुरुङले देशैभरिबाट राजीनामा मागेको देख्दैन सरे के। यस्तो यो कमेन्ट देख्दाखेरि चाहिँ हैन झनक्क पारा तातेर आउँछ के भन्ने यस्तै 2-4 जना कमेन्ट गर्नेहरूले गरेर केही पनि हुनेवाला छैन। सुदन गुरुङ अझ हेर्दै जा पहिलाको भन्दा अझ कडा एक्सन लिएर आउने छन् के। यसमा म पुनः त विश्वास छु साथीहरू। नेपाली जनताको गृहमन्त्री फिर्ता गर, फिर्ता गर, फिर्ता गर, घाइतेको जन्ती फिर्ता गर, फिर्ता गर। यो नारा अभियान सफल पार्नका लागि तपाईहरुले जे कदम चाल्नुपर्छ के। हामी 3 करोड जनता नै हजुरको साथमा छ। अन्यायको लागि सबैले आवाज उठाउनुपर्छ साथीहरू। तपाईहरुले फेसबुक मार्फत दबाब दिनुस्, भिडियोलाई जति सक्दो शेयर गर्नुस्। आज हेरौं सुदन गुरुङको सपोर्टर कति जना रहेछन् भन्ने कुरा यो भिडियोबाटै थाहा हुन्छ के साथीहरू। हेर्नुस् यस्तो यो 3 करोड जनता नै साथमा भएपछि कसको के लाग्छ र खै। सुदन गुरुङ मलाई थाहा छ पहिलाको भन्दा उहाँ राजीनामा दिनुभएको, फेरि उहाँ नै गृहमन्त्री हुनुहुन्छ। पहिलाको भन्दा अझ कडा भएर आउनुहुन्छ अनि बल्ल सातो जानेछ के त्यो। उहाँ गृहमन्त्री नभएसम्म जेनजीहरूको घाइतेहरूको शहीद सपनाहरू पुरा हुनेवाला छैन। गृहमन्त्री सुदन गुरुङ नै हुनुपर्छ के। फेरि उहाँ चाहिँ गृहमन्त्रीबाट राजीनामा दिनुभएको होइन, उहाँ अब फेरि पहिलाको भन्दा कडा भएर आउनुहुनेछ भन्ने म पुनः विश्वास छु। यो भिडियोलाई अवश्य पनि शेयर गर्नुस्, फेसबुक मार्फत भए पनि तपाईहरुले दबाब दिनुस्।